हेलो नमस्ते अनि वेलकम टु माई न्यू ब्लग। स्वागत छ तपाईलाई मेरो नयाँ ब्लगमा। अनि हामी चाहिँ आज इन्डियामा छौँ, जो हामी गइरहेको छ पूर्णगिरी। हामी चाहिँ आज युकेमा अवस्थित मन्दिरमा गइरहेको छौँ। सो युके भन्नाले चाहिँ उत्तराखण्ड। अनि यो चाहिँ यो एरियाले चाहिँ 0 पोइन्ट भन्छ अरे होइन, म पनि फर्स्ट टाइम सुनेको। अनि यता चाहिँ पानी बन्द गरेको छ इन्डियन सरकारले। हामी नेपाल सरकार त हेरे नि त्यस्तै त नि, भ्रष्टाचारी हाम्रा देशद्रोहीहरू नेताहरू। सो तपाईँहरूलाई पनि स्वागत छ मेरो ब्लगमा। अनि हामी चाहिँ गइरहेको छ मन्दिर। ल शिवुले चाहिँ के खाने भयो? गोला। ओए दाइ नेपाली चल्छ नि? नेपाली चल्दैन? शिवु कसो छ दाइ? डलर चल्छ? डलर पुग्यो केटाकेटी हो, पुग्यो। हामी चाहिँ फेरि दोस्रो चोटि चाहिँ म पूर्णगिरी पुगिसकेको छु होइन केटाकेटी हो। अनि हामी चाहिँ बितेको वर्ष आउँदा चाहिँ यसमा बसेको थियौँ, कसमा बसेको थियौँ त्यो पनि थाहा छैन। उयो फर्क छैन। ल लुटपाट छ। पैसा दिन्न कान्छी, पैसा दिन्न। 20 रुपियाँ देऊ न, उसैको हुन्छ। अनि यस्तै त लुटपाट। अनि पागल ल्याऊ मसँग अझ कति आउँछन् कति आउँछन् यस्तो। केटाकेटी हामी चाहिँ पूर्णगिरी मन्दिर चाहिँ पुग्न आँटिसकेको छ होइन। अब बाटोमा छन्, मसँग छन्। पुगिसक्यौँ जिरोस् होइन। त्यहाँदेखि लाइन स्टार्ट भइसकेछ होइन। अनि अब त्यस्तै हो, लाइन लाग्नुपर्छ। अनि उताबाट पूजा गरेर फर्किनु पर्छ। वाइल्ड भिड रहेछ त, समाति राख न। ल लाइन कति पालो कतिखेर आउँछ?
कान्छी पूजा गर्यो गर्नु त गर्यो दर्शन त गर्यो मंदिर की समिति में दान कीजिए अपनी श्रद्धा से जैसी